केही सहजता मात्र भएको त्यसैले गर्दा धारणा म त्यसपछि राख्न मतलब समर्थ हुन्छु होला, त्यसपछि मात्र राख्न सक्छु होला जस्तो मलाई लाग्छ। त्यसैले गर्दा अहिले राजनीतिक विषयमा अहिले मैले पूर्ण रूपमा टिप्पणी गर्न म असमर्थ किन छु भने मैले देशको अहिलेको वर्तमान अवस्था, सरकारले के गरिरहेको छ, निर्वाचनका सन्दर्भमा के कुरा भइरहेको छ, जेएनजीको मागका विषयमा के कुरा भइरहेको छ, सरकारले कति साहस गर्दैछ, यावत कुराहरू विभिन्न स्टेक होल्डर्सहरूसँग भेटेपछि मात्र मैले भन्न सक्दिनँ। म यति कुरा भन्न सक्छु कि अहिले देश अत्यन्त सङ्गीन मोडमा उभिएको छ। एउटा पुस्ताको भविष्यको सवाल भएको हुनाले अहिले आवेग उत्तेजना भन्दा पनि संयमित भएर बस्नुपर्ने अवस्था रहेको छ। त्यसकारणले संयमित भएर हामी समयले खडा गरेको यो चुनौतीलाई सामना गर्न तयार छौँ र मैले आफ्नो तर्फबाट चाहिँ योगदान दिनुपर्छ। एउटा राजनीतिक कर्मीका रूपमा त्यो योगदान दिनको निमित्त अत्यन्त संयमित भएर त्यसलाई योगदान दिनको निमित्त तयार छु। किनभने इतिहासको एउटा अत्यन्त कठिन र महत्त्वपूर्ण घडीमा हामी उभिएका छौँ। त्यसैले म सबैजनालाई संयमित हुनको लागि अनुरोध गर्न चाहन्छु। उत्तेजनाले हाम्रो माहौल अझ बढी बिगार्छ। उत्तेजना आवेगमा होइन, साँच्चै सोचेर विचार गरेर मुलुकको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्ने बेला आएको छ। एउटा राजनीतिक कर्मीका रूपमा म जिम्मेवार राजनीतिज्ञको भूमिका निर्वाह गर्न तयार छु। पूर्ण रूपमा मैले न्याय पाउने प्रक्रिया सकिएको छैन। म त्यो लडाइँमा अझै बाँकी नै रहेको हुनाले कारागारमा रहँदा समेत मेरा बारेमा चासो चिन्ता राखेर समाचार सम्प्रेषण गर्नुहुने सञ्चार माध्यमलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र राजनीतिक भेटघाटहरू पछाडि म राजनीतिक रूपमा के कुरा गर्ने, कसरी अगाडि बढ्ने र मेरो औपचारिक राजनीतिक धारणा म केही दिनपछि विभिन्न भेटघाटहरू सकेपछि मात्र राख्नुला। सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, केही सहजता भएको मात्र महसुस गरेर यहाँ उभिएको छु। मेरो न्यायको लडाईँ बाँकी नै छ। तपाईँहरूले देखाउनु भएको उत्साहले यो हामीले उत्सव मनाएको कसैलाई पनि भ्रम नपरोस्, हामी उत्सव मनाइरहेका छैनौँ। किनभने न्यायको लडाईँ बाँकी नै छ, विजयी हुन बाँकी नै छ। मैले यहाँ विजयी भन्दा मेरो विजयीको कुरा गरेको होइन, मैले जित्ने कुरा गरेको होइन। म त लड्दै गरौँला। म लड्नका लागि जन्मिएको मान्छे हुँ, एउटा क्रान्तिका लागि होमिएको मान्छे हुँ। तर क्रान्तिलाई कसैले आफ्नो पेवा बनाए, रातो बनाए, तातो बनाए। हामीले निलो क्रान्ति गरेका हौँ। म यही निलो क्रान्तिको यात्रामा अगाडि बढेको मान्छे हुँ। मैले न्यायको कुरा गर्दा, जितको कुरा गर्दा मैले आफ्नो जित, आफ्नो न्यायको कुरा गरेको होइन, देश र पुस्तामाथिको न्यायको कुराकानी गरिरहेको छु। त्यसैले यो लडाईँ बाँकी नै छ होला। साथीहरूमा केही उत्साह आएको होला, केही खुसी छाएको होला, हामी केही रमायौँ पनि होला, केही नाच्यौँ पनि होला। तर साथीहरू, हामीले जितेका छैनौँ। न व्यक्तिगत रूपमा मैले जितेको छु अहिले, न सामूहिक रूपमा समाज र देशले जितेको छ। हामीले जिताउनु पर्नेछ। अब सङ्गीन मोडमा आएका छौँ। अब जिम्मेवार भएर हामीले काम गर्नुपर्नेछ। र म यति चाहिँ तपाईँहरूलाई के भन्न सक्छु भने देश हिजो जसरी चलेको थियो त्यसरी चल्नेवाला छैन। अब नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने हुन्छ, जिम्मेवार भएर अगाडि बढ्नुपर्ने हुन्छ। इतिहासले हामीलाई एउटा यस्तो मोडमा ल्याएर खडा गरिदिएको छ कि यहाँ आवेग उत्तेजनाको कुनै पनि अब काम छैन। अब म अपदस्थ भएका मानिसहरूलाई गाली गलोज गरेर समय बर्बाद गर्ने पक्षमा पनि छैन। बरु उनीहरूलाई इतिहासको एउटा कुनामा कसरी संरक्षित, सुरक्षित र सम्मानित राख्ने हो त्यसबारेमा म सोचिरहेको छु। कुनै पनि राजनीतिक पुस्ता नेताप्रति राजनीतिक प्रतिशोध गर्ने छैनौँ। म आज बाचा गर्न चाहन्छु। तर यो देशलाई 30-35 वर्षसम्म जसरी राखियो त्यसको हिसाब त गर्नुपर्छ साथी हो। त्यसको हिसाब त माग्छु म आफ्नो हिसाब बिर्सन सक्छु, तर देशमा 35 वर्ष भएको अन्यायको हिसाब बिर्सन सक्दिनँ। र म तपाईँहरूलाई अर्को पनि एउटा कुरा स्पष्ट गराउन चाहन्छु। परिस्थितिले जुन मोडमा लिएर जान्छ त्यो मोडमा हामी जानै पर्ने हुन्छ। आजलाई यति मात्र बुझ्नुहोस्, नयाँहरू सबै मिल्छन्, एकै ठाउँमा आउँछन्। फेरि पनि साथीहरूलाई भन्न चाहन्छु, एउटा चुनावको कुरा हो भने कुरा नगरौँ। एउटा पुस्ताका लागि मिल्ने हो भने म तयार छु, हरदम तयार छु। हिजो जेलभित्र बस्दा पनि तयार थिएँ। सबै साथीहरू शान्त भएर सभापतिको कुरा सुन्नुहोस् है। आशिष